हेलो एन्ड दर्शन नमस्ते हजुरहरू सम्पूर्णमा आशा छ हजुर सबैजना सन्चो आरामै हुनुहुन्छ होला। म पनि सन्चो आरामै छु। हजुरहरू सबैलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा है। एक्सेप्ट गरेपछि कसरी मेन्टेन गर्ने त हाम्रो त प्रो लेभल भनेर चाहिँ म तपाईँलाई भन्छु है। हाम्रो प्रो लेभल चाहिँ कसरी मेन्टेन गर्ने त अब मैले एउटा रिक्वेस्ट एक्सेप्ट गरेँ। मान्छे कता हुनुहुन्छ? यता हुनुहुन्छ। सो म उहाँलाई एकचोटि कल गरिहाल्छु है। पहिला मैले चाहिँ होइन प्यासेन्जर भेटिसकेँ। मैले प्यासेन्जर भेटेपछि चाहिँ म यहाँ अब राइट स्टार्ट गर्छु है। राइट स्टार्ट गर्ने बित्तिकै मैले चाहिँ के गर्छु भने यसलाई स्वाइप गर्छु। स्वाइप गरेपछि यसलाई अफ गरिदिन्छु क्या। यसरी अफ गरेर हिँड्दाखेरि चाहिँ के हुन्छ भने तपाईँको राइट बजिराख्दैन क्या। तपाईँको राइट बज्दैन क्या। अनि राइट नबजेपछि हामीलाई सजिलो हुन्छ होइन काम गरेर। नत्र त स्टार्ट गरेर गयो राइट बजे गर्छ। त्यो मेन्टेनको लागि चाहिँ गर्ने यही नै हो। अफलाइन गर्ने, राइट लेट जाने, वहाँ गएर राइट फिनिस गर्ने, फेरि अनि अनलाइन बस्ने, अनि राइट एक्सेप्ट गरेर फेरि अनि अफलाइन गरेर लेट जानुपर्छ है गाइस। यति गऱ्यो भने चाहिँ तपाईँले दुःख पाउनुहुन्न एङ्गो चलाउनलाई। 20% खुलेकै छैन यार। तपाईँहरू बिहान काम गर्दाखेरि 20% छ भनेर खुसी नहुनु है। यो हेर्नुहोस् है, यहाँ लक गरेको छ क्या। 20% लक देखाएको छ नि। यतिखेर तपाईँले यो एरियाभित्र काम गर्नुभयो भने तपाईँलाई बोनस चाहिँ आउँदैन है। 20% चाहिँ आउँदैन। यसमा 20% देखाएको यो चाबी छ भने 20% आउँदैन गाइज। यो चाहिँ हजुरहरूले ध्यान राख्नु होला। यो चाहिँ यो चाबी खुलेपछि चाहिँ त्यहाँबाट फेरि बोनस लाग्ने हो तपाईँहरूको है। मेरोमा चाहिँ एङ्गो बुक भएको थियो होइन। म आएर बसेको 3 मिनटभन्दा बढी भइसक्यो गाइज है। 3 मिनटभन्दा बढी भयो म आएर यहाँ बसेको होइन। मैले 5-6 चोटि कल गरेँ, उहाँले कल रिसिभ गर्नु भएन क्या। सो अब यस्तो केसमा चाहिँ के गर्ने त है। अब तपाईँहरू चाहिँ अब बोनस जान्छ अथवा रेटिङ जान्छ भनेर यस्तो केसलाई चाहिँ राइट स्टार्ट गरेर राइट फिनिस कहिले पनि नगर्नु होइन। यसलाई चाहिँ डाइरेक्ट क्यान्सल गरिदिनु क्या। यो 10 लेभल प्रो जान्छ नि त हाम्रो। यो प्रो लेभल 10 घट्छ, केही फरक पर्दैन यो है। यो घटेर हाम्रो केही फरक पर्नेवाला छैन। सब धेरै घटेर तपाईँको राइट लिन मिलेन भने हजुरहरूले कम्पनीमा कल गरेर मेरो यस्तो प्रब्लम थियो, मेरो राइट तपाईँहरूको पार्टनरलाई कल गरेर चाहिँ मेरो चाहिँ यस्तो प्रब्लम थियो, मेरो चाहिँ राइट लिन मिलेन भन्नुभयो भने उनीहरूले अटोमेटिक रिकभर गरिदिनुहुन्छ। सो त्यसको लागि नो टेन्सन है। बोनसको लागि अथवा सिआर राम्रोको लागि चाहिँ तपाईँहरूले यो राइटलाई चाहिँ यस्तो राइटलाई चाहिँ स्टार्ट गरेर फेरि फिनिस चाहिँ कहिले पनि नगर्नु होला है। त्यो गर्दाखेरि चाहिँ कम्पनीले तपाईँहरूलाई फेक राइट सम्झिन्छ। तपाईँले पाउने पैसा पाउनु हुँदैन है। त्यो त्यस्तो भयो भने हामी काम गरेर पैसा नपाए चाहिँ मजा आउँदैन। किनकि यो हाम्रो गल्ती होइन नि त, प्यासेन्जरको गल्ती हो। त्यसको लागि चाहिँ नो टेन्सन है। गर्ने के त भन्दा राइट स्टार्ट नगर्ने, ट्रिप क्यान्सल गरिदिने। ट्रिप क्यान्सल भयो। मेरो 10% 10 पोइन्ट गयो होइन। मेरो 45मा झऱ्यो सिआर। त नो प्रब्लम। तपाईँको सिआर चाहिँ राइट लिन नमिल्नेसम्म घट्यो भने कम्पनीलाई फोन गरेपछि तपाईँको फेरि रिकभर गरेर फेरि राइट लिन मिल्छ है। राइट एक्सेप्ट हजुरहरूको भएपछि सकेसम्म चाहिँ तपाईँहरूले चाहिँ कल गरेरै जानु होला प्यासेन्जरलाई है। कल गरेर गएको जस्तो बेटर चाहिँ केही पनि नहुँदो रहेछ। त्यो हुँदा पनि हुँदैन। सब अहिले मैले हेर्नु न, कल नगरिकन नजिक छ भनेर कल नगरिकन लिन आएको। उहाँले चाहिँ म लोकेसनमा आएपछि मेरो कलै रिसिभ गरिदिनु भएन। अब कल रिसिभ नगरिदिनु भएपछि त मलाई त गाह्रो पऱ्यो। अब क्यान्सल गरौँ भने मेरो प्रो लेभल घट्छ। राइट फिनिस गरौँ, स्टार्ट गरेर राइट फिनिस गरौँ भने कम्पनीले मलाई फेक भन्छ, फेक राइट भन्छ, मेरो बोनस काट्छ। सो त्यस्तो केसमा चाहिँ सकेसम्म हजुरहरूले राइट क्यान्सलै गर्नु है। राइट क्यान्सलै गर्नु भन्छु है। सो मैले कम्पनीमा बुझेअनुसार पनि त्यही नै छ। तपाईँको प्रो लेभल कम भएर राइट लिन मिलेन भने डाइरेक्ट कम्पनीसँग कन्ट्याक्ट गरेर तपाईँको पार्टनर को हुनुहुन्छ होइन, तपाईँको पार्टनर हेर्ने तरिका नि म अहिले सिकाइदिन्छु। को पार्टनर रहेछ हजुरहरूको, उहाँहरूको नम्बर कहाँ हुन्छ त्यो पनि देखाइदिन्छु होइन। त्यो नम्बर हेरेर अनि कल गर्ने बित्तिकै तपाईँको अकाउन्ट चाहिँ फेरि रिकभर भएर फेरि राइट लिन सक्नुहुन्छ तपाईँहरूले चाहिँ। त्यसको लागि चाहिँ नो टेन्सन है। यो बाग बजारतिर आएर बिहान टिप लाग्दैन भन्ने चाहिँ टेन्सन नलिनु है। एङ्गोमा है तपाईँ जुन कुनामा जानु एङ्गो नबज्ला भन्नु पर्दैन गाइज है। आजको अब इन्कम पैसा देखाऊँ भने चाहिँ पैसा खासै क्यास हुँदैन होइन। तेल हाल्दामा ठिकै हुन्छ मलाई चाहिँ एङ्गोको पैसाले चाहिँ होइन। सो त्यस्तो विधि हुँदैन। त्यही भएर म चाहिँ यहीँ मोबाइलबाटै देखाउँछु। मेरो ट्रिप भनेको 20 ट्रिप कम्प्लिट भइसक्यो गाइज है। 20 ट्रिप कम्प्लिट भयो मेरो चाहिँ। यो चाहिँ मेरो दिल्लीको हो। यो दिल्ली मैले काम गरेको अमाउन्ट हो है। यो चाहिँ मेरो चाहिँ यो दिल्ली काम गरेको अमाउन्ट हो। सो मैले आज चाहिँ 20 ट्रिप कम्प्लिट भइसक्यो मेरो चाहिँ। सो मैले 20 ट्रिपमा 1669 रुपियाँको चाहिँ काम गरेँ टोटल होइन। 1669 रुपियाँमा
कस्टमरले कति डिस्काउन्ट पाएको रहेछ भन्नु होला भने 375 रुपियाँ चाहिँ उनीहरूले डिस्काउन्ट पाएको छ, कस्टमरले डिस्काउन्ट पाएको छ होइन। यो पैसा चाहिँ मेरो ब्यालेन्समा आएर बसेको छ, यो मैले पाउने यो भोलि। अब 1600मा 375 पाएपछि बाँकी चाहिँ मैले क्यास कलेक्ट गरेको हो होइन। यो बाँकी 1669मा 375 कटाएर 77 कटाएर बाँकी मैले चाहिँ क्यास पेमेन्ट पाएको छु होइन। त्यसले चाहिँ मलाई तेल सेल हाल्न खानासाना खाना घर खर्चलाई पुगिहाल्छ। सो मेरो भोलि आउने पैसा भनेको चाहिँ कति आउँछ भने 375 प्लस अनि 1500 जोडेर चाहिँ भोलि मलाई पेमेन्ट गरिदिनुहुन्छ होइन। याङ्गोबाट चाहिँ याङ्गो अफिसबाट चाहिँ मलाई पेमेन्ट गरिदिनुहुन्छ। अनि हजुरहरूको पनि एउटा कस्तो के कुरा छ भने हजुरहरूलाई कहिलेकाहीँ याङ्गोमा केही प्रब्लम आयो केही आयो भने हामी सपोर्टमा गएर कुरा गर्नुभन्दा पनि हजुरहरूले चाहिँ आफ्नो यस्तो गर्नु होइन। अनि प्रोफाइलमा जानु, प्रोफाइलमा गएर साइडमा गएपछि तपाईँको नाम र अनि यो बाइक नम्बर देखाउँछ, यसमा क्लिक गर्नु होइन। पेमेन्ट पार्टनर को छ हजुरको होइन, यहाँ माथि देखाउँछ क्या। मेरो चाहिँ उपाय छ होइन, उपायको चाहिँ डिटेल यस्तो छ होइन। सो तपाईँ यहाँ जानुभयो भने सो यहाँको कम्पनीको तपाईँको नम्बर हुन्छ होइन। यो नम्बरमा तपाईँले कल गरेर तपाईँको प्रब्लम तपाईँ समस्या छ यसमा राख्नु सक्नुहुन्छ। यसमा राखेपछि सल्भ चाहिँ हुन्छ होइन, 100% सल्भ हुन्छ। जब आजसम्म चाहिँ मलाई केही प्रब्लम आएको छैन होइन। जो मैले आएको छ एकचोटि मैले कल गरेको कुरा बुझेको थिएँ। सो ठिकै छ है। तपाईँहरूको पनि को पार्टनर हुनुहुन्छ चाहिँ यसमा गएर चाहिँ चेक गर्न सक्नुहुन्छ क्या। यसरी गरेर चेक गर्नुहोस्। अनि केही समस्या छ भने त्यहाँ नम्बर हुन्छ, त्यो नम्बरमा कल गर्न सक्नुहुन्छ तपाईँहरूले।